गुड आफ्टरनुन सम्पूर्ण मित्रहरुमा मेरो गुड आफ्टरनुन भन्दै म आफ्नो कर्मलाई अगाडि बढाउनलाई मेरो कामतिर चट्ट तल 12 गरेको मेरो सानो थोरै पैसाको जग्गाहरु भडेरीहरु लिन विचारमा हुनुहुन्छ भने थोरै 5-7 लाखको हैन जग्गाहरु सानो टुक्रा भडेरीहरु छ 12 घरेमा थोरै पैसा जम्मा एउटा मोटरसाइकलको दाममा चाहिँ एउटा घडेरी पाउनुहुन्छ तपाईहरुले आफू बस्ने आफू घर हैन यस्तो तपाईको के भन्छ घाम पानीबाट छेक्ने घाम पानीबाट बस्नको लागि सहारा एउटा घर बनाउनको लागि घडेरी तपाईले एउटा मोटरसाइकलको दाममा पाउनुहुन्छ त्यो पनि मेरो दमक नगरपालिका वार्ड नम्बर 10 सानो 12 घरे सेतुमारी देखि अलि माथि तपाईको इन्द्रेडी ताल छेउमा है एकदमै राम्रो थोरै पैसामा चट्टसँगले घडेरीहरु त्यहाँ पाउनुहुन्छ तपाईहरुलाई मैले त्यहाँ भिडियोहरु शेयर पनि गरेको छु त्यहाँको तपाईको ड्रोन शट त्यहाँनेरको हैन त्यहाँनेरको ड्रोन शट भयो त्यहाँनेरको तपाईको प्लानिङ नक्साहरु भयो सम्पूर्ण मैले शेयर गरेको छु मेरो फेसबुकमा मेरो टिकटकमा हैन मेरो के भन्छ टिकटक दमक घर जग्गा छ फेसबुक पनि दमक घर जग्गा नै छ त्यसमा पनि तपाईहरुले देख्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ है तल जाने बाटो एकदमै कालो पत्रे छ हैन सरर भागवटी पूर्वपट्टिबाट दक्षिण झर्नुपर्छ त्यहाँदेखि अब यसो पहिलो चोटी आउनेलाई चाहिँ अलिकति टाढो निकै तल गए कि जस्तो हुन्छ तर अब गइराख्दाखेरि धेरै टाढो छैन त्यो 5-7 मिनेटको बाटो हो 6-6.5 किलोमिटर छ हाइवेबाट थोरै पैसामा वरिपरि गाउँ बस्ती राम्रो भएको हैन एकदमै डुबान नहुने खोला नाला नजिक नभएको खोला नालाबाट पनि एकदमै के भन्छ सुरक्षित भएको जग्गा रिङ रोडदेखि पूर्वपट्टि एकदम बीचमा गाउँ समाज हैन त्यो तत्काल घर बनाएर बसिहाल्दा पनि त्यस्तो गाउँ जस्तो छैन थोरै पैसाको अथवा पैसा अनुसारको चाहिँ एकदमै राम्रो घडेरी छ अब मेरो जग्गा त म त राम्रो भनिहाल्छु तर साच्चै अनेस्टली भन्नुपर्दै राम्रो छ हैन आएर तपाईहरु एकचोटी भिजिट पनि गर्न सक्नुहुन्छ एकचोटी हेर्न पनि सक्नुहुन्छ यस्तो छ बाटो है तल झर्ने कालो पत्रे छ बाटो पनि एकदम राम्रो छ अब त्यस्तै हो म तपाईहरुलाई फिल्डमै गएर पनि देखाउँछु त्यहाँनेर मैले ग्राभेल पनि बाटो बीचमा 20 फिटे बाटो खोलेको छु त्यसमा तपाईले ड्रोन भिडियो अवश्य पनि तपाईले गएर एकचोटी चाहिँ मेरो फेसबुक भिजिट गरेर हेर्नु होला त्यहाँनेर छ अनि त्यसो भन्दै यो चाहिँ तपाईको ताराबारीबाट झर्ने मेन रिङ रोड हो हैन यो रिङ रोडबाट पनि सरररररर पुगिन्छ खासै टाढो छैन धमाधम कन्स्ट्रक्सनको काम भइरहेछ है एउटा होमबाई पनि ल्याएर हालिसक्यो चट्टसँगले अब ग्राभेलको बाटो ड्याङमा बिचमा हालेपछि त नि माल त के हो नि हो सरकारहरू के गर्नु र गाह्रो छ त्यसरी पसिना बोलाउनुपर्छ पैसा घाममा खट्नुपर्छ क्या घाममा यस्तो रातो माथिको हामीहरू पनि त कस्तो छ आँखा हेर्न सकिँदैन यो कालो चस्मा लागेन विश्व संगीतमा मैले कालो चस्मा किन जतिखेर हिँडेर हिँड्छ भन्नुहुन्छ होला होइन कारण यो जतिखेर जुन बेला पनि घाममा हिँड्नुपर्ने अवस्थाले गर्दाखेरि यो कालो चस्मा चाहिँ प्रोटेक्सन है यस्तो छ है माहौल चाहिँ साथीहरू माहौल यस्तो छ है माहौल छ है ल यो बाटोबाट च्याट्टसँगले यहाँबाट चाहिँ ग्राभेल हालेर अब मेन बाटोसँग जोडियो अब टेन्सन छैन है केही समयमा गाडी यो बाटो सरर पर अर्को बाटोमा अर्को बाटो चाहिँ फेरि स्वाट एकैचोटि 10K तान्नु पर्यो यहाँनिर मान्छे पनि हिँड्दै हुन्छ यो गाउँको सरसँगले यो बिजुलीको पोल 4 लेनको तार छ 4 फेस त्यहाँ भैँसी भएको पाडो भएको ठाउँमा पुग्छ यस्तो बाटो हुँदै यस्तोरी हुँदै ठ्याक्कै यहाँ आउँछ यो बाटोमा यहाँ टक्क जोडियो सरसँगले
बाटो यस्तो हुन्छ है, सिन चाहिँ यो है। टोलीहरू के कुरा गर्दैछ यार यहाँ।